ल बाबु काठमाडौँ गएर ठुलो हिरो हुनु राजेश हमाल भन्दा 1 नम्बर मुनिको हिरो बन्नु राजेश हमाललाई जित्ने होइन राजेश हमाल मेरो फेभराइट हो क्या अनि तँलाई एक्टिङ त आउँछ नि ए बाउ कमजोरको लागि यो हात फलाम हो बोल्नेको लागि यो हात सलाम हो ठिक छ अनि यति एक्टिङले पुग्छ त अब यति एक्टिङले पुगेन भने काठमाडौँ पेप्सी कोला भएको 4 आना जग्गाको लालपुर झोलामा छ ल्याब चाहिँ लाँदैछ पुरान भा साले मूर्ख मैले दुःख गरेर जोडेको जग्गा बेचेर हिरो बन्न हिँडेस् ए बा जग्गा पनि के आफ्नो के अर्काको पृथ्वीको हो क्या यो माटोको के कुरा गरेर यार ल हिरो बन्न आएपछि टिभीमा भेटौँ बाई बाई ए भाइ क्यामेराम्यान कतिखेर आइपुग्छ के डिरेक्टर साहब म एक्टिङ सिकेको 10 वर्ष भइसक्यो कहाँ यो गाउँबाट आएको मान्छेको साइड रोलमा राख्नु लाग्यो मेन रोलमा खेल्नु न ए भाइ मेन रोल खेल्नलाई काठमाडौँमा 4 आना जग्गा हुनुपर्छ के त्यही पनि त्यसले गर्न नसक्यो भने म हेरौँला एकछिन एक्सक्युज मी बाइ द वे तपाईले एक्टिङ सिक्नु भएको हो पेप्सी कोलामा 4 आना जति जग्गा थियो त्यही सिक्यो मैले चाहिँ वाउ कस्तो राम्रो एक्टिङ तपाईको त डाइट सर नमस्कार कति चाँडो आउनु भयो यार तपाईँ ल क्यामेराम्यान आउनु भयो अब सुटिङ स्टार्ट गर्नु है त डाक्टर साहब मेरो रोल के हो एक्टिङ गर्नु हद्दा भइसक्यो मलाई तिम्रो रोल भनेको ऊ चोकबाट सर गाडी चलाएर टक्कै हिरोइनको अगाडि रोक्ने गाडीमा आउनु पर्ने डाक्टर साहब हिँड्दै आउनु मिल्दैन मिल्दैन दौडिनु मिल्छ कि हिँड्न दौडिन केही गर्न मिल्दैन टक्क गाडीमा आएर रोक्ने के मलाई त गाडी चलाउनु आउँदैन नि गाडी चलाउन आउँदैन ठाउँको ठाउँ हिरो चेन्ज हिरो चेन्ज रे मैले लगानी गरेर पैसा फिर्ता पाउँदा ए भाइ ब्याङ्कमा राखेको पैसा हो र मन लागे राख्ने मन नलागे झिक्ने यहाँ सब लगानी भइसक्यो गाडी चलाउन आउँछ भने हिरो बन्ने नत्र भने हिरो चेन्ज ए भाइ रेडी हो यार ए डाक्टर साहब 5 मिनट टाइम दिनुहोस् मलाई 5 मिनट तपाईँहरू खाजा खाजा गर्नुहोस् मैले ठाउँ गएर आउँछु है त ल 5 मिनट आउने नत्र भने यहाँ ल भाइ तिमी हिरो फिक्स भइहाल्यो भाग्यमा लेखेरै ल्याएर रहेछ नि बाबा धेरै नबोल्नु भाग्यमा होइन मेहनत 10 वर्ष एक्टिङ सिकेर आएको मान्छे हो जब गाडी चलाउन नसक्नेलाई हिरो बनाएर हुन्छ यार मसँग यहाँ कुरा गरेर ठाउँमा गाडी उनको हो यहाँ हटले जा एक्सक्युज मी एक्सक्युज मी डाक्टर साहब हजुर सुटिङ सुरु भयो र छैन नि अब गाडी चलाउन आएपछि त हिरो चेन्ज गर्ने कुरै आएन नि यति चाँडै गाडी कहाँबाट सिकिरहेको छ है अहिले त हर्न पनि बजाउन आउँदैन थियो कहाँबाट हुनु नि हाम्रो यहाँ ललितपुर एकान्त कुनामा रहेको सिन्जाली ग्रुप ड्राइभिङ ट्रेनिङ सेन्टरबाट सिकेर आएको 5 मिनटमा फिलिली बनाइदिएर भने मलाई त सिन्जाली ग्रुपले गर्दाखेरि त मेरो करियर जोगियो नि यार ल यदि तपाईँहरू पनि छोटो समयमा राम्रो तरिकाले ड्राइभिङ सिक्न चाहनुहुन्छ भने एकान्त कुना ललितपुरमा रहेको सिन्जाली ग्रुप ड्राइभिङ ट्रेनिङ सेन्टरलाई सम्पर्क गर्नु होला र सुटिङमा ब्याक टु सुटिङ कम अन म्यान ए साइड कम अन